हजुरहरूलाई यस्तो घाममा घर बस्दा बस्दा दिक्क लागिसकेको छ भने आउनुहोस् म सँगसँगै घुम्न जाउँ। धनगढीमा कतिको गर्मी हुन्छ भनेर त अब मैले भन्नु पर्दैन होला। आज पनि धनगढीमा यस्तो गर्मी थियो, पानी पनि परेको थिएन। गर्मीलाई पुरै इग्नोर गरेर म र साथी निस्क्यौँ पार्क मोडतिर। पार्क मोडमा चाहिँ साथीको सामान एक्सचेन्ज गर्नुपर्ने थियो, अनि त्यहाँ गएर चाहिँ साथीको सामान एक्सचेन्ज चाहिँ भएन। अब भोलि हुन्छ, आज चाहिँ स्टक सकिएको छ भन्नुभयो आन्टीले। पार्क मोड हिँड्ने अनि झोल चाउमिन र चटपट नखाने त कुरै भएन, त्यही पनि हामीले आज चाहिँ चटपट मात्रै खायौँ। यो बाटो हिँडेर झोल चाउमिन कसले खानु भएको छ, कसलाई मनपर्छ कमेन्ट गर्नु होला। एकछिनमै टक्क परेको चटपटे पनि आइसक्यो अनि हामी दुईटाले मिलेर चाहिँ चटपटे खायौँ। त्यसपछि चाहिँ हामीहरू निस्क्यौँ पुस्तकालयको लागि। हाम्रो चाहिँ कपीहरू किन्नुपर्ने थियो नि त, अनि हामी हिँड्यौँ हाम्रो मार्गबाट, मतलब जेएनजी मार्ग। आजको मौसम कस्तो थियो भनेर त देखिसक्नुभयो। हेर्नु, एकैछिन घाम एकैछिन बादल भइरहेको थियो। अनि हाम्रो चाहिँ क्याम्पसतिर पुग्यौँ। त्यसपछि हाम्रो काम थियो कस्मेटिकमा थोरै, अनि कस्मेटिकमा गयौँ। कस्मेटिकको काम सकाइसकेपछि त्यहाँनिरै पुस्तकालय आन्टीको, अनि त्यहाँ गयौँ। टैले चाहिने सामान किनिसकेपछि चाहिँ हामीहरू रिटर्न भयौँ रुमको लागि चाहिँ मैले यिनलाई यिनको रुम जाने बाटोतिर छोडिदिएँ। त्यसपछि म पनि फर्किएँ आफ्नो कोठातिर। हामीसँग घुम्न पाउँदा कस्तो लागेको छ कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ गाइज। आजको लागि यति नै, थ्याङ्क यू।